स्वागत छ साथीहरू मेरो युट्युब च्यानल आमाज डाइनमा। आज हामी बनाउँछौँ आँपको अचार। यो आँपलाई मैले धोएर 1 घण्टाको लागि पानीमा भिजाएर राखेको छु। अब म यसको यो टुप्पो काट्छु। टुप्पो काटिसकेपछि पनि हामी 1 घण्टा जति यो पानीमा डुबाएर राख्छौँ। यस्तो गर्दा आँपमा भएको चोप बाहिर आउँछ। आँपलाई आफूले चाहेको आकारमा काट्न सकिन्छ। मैले यहाँ एउटा आँपलाई 8 टुक्रा बनाएको छु। र यसको भित्र भएको यो दानालाई हामीले फाल्नुपर्छ। यसले अचारलाई तितो बनाउँछ, रङ पनि कालो बनाउँछ। त्यसले गर्दा हामी यो बिउलाई चाहिँ फाल्छौँ। काटिसकेपछि एउटा ठुलो भाँडामा राखेर मुठीभरि नुन, बेसार राखेर राम्रोसँग मलेर हामी 4-5 घण्टाको लागि छोडिदिन्छौँ, जसले गर्दा यसमा भएको पानी निस्किन्छ र आँपलाई सुक्नलाई कम समय लाग्छ। यसमा भएको पानीलाई फालेर चर्को घाममा हामी 4 देखि 5 घण्टाको लागि यसलाई सुकाउँछौँ। आँप सुक्दै गर्दा हामी मसला तयार गरौँ। यो हो मेथी दाना। मैले 100 ग्राम मेथी लिएको छु। यसलाई हल्का रातो हुँदासम्म वा बास्ना आउँदासम्म हामी भुट्छौँ र हामी खस्रो गरी यसलाई पिस्छौँ। यो हो धनिया, जिरा, सौंफ र यो ज्वानो। यसलाई पनि हामी बास्ना आउँदासम्म भुट्छौँ। मसला हल्का भुटिसकेपछि मैले यहाँ राखेँ 15 देखि 20 वटा रातो सुकेको खुर्सानी। अब यसलाई पनि हामी सँगसँगै भुट्छौँ केही बेर। भुटिसकेपछि चिसो गराएर हामी यसलाई मसिनो गरी पिस्छौँ। नभुटेको तोरीको धुलो पनि मैले यहाँ राखेँ। यो हो अघि भुटेको मेथी। मैले आधा मेथी मात्र पिस्न राखेँ। अब हामी अचार मोल्नतर्फ लागौँ। यहाँ मैले सुकाएको आँप लिइसकेको छु। सबैभन्दा पहिला मैले यहाँ राखेँ नुन, बेसार, यो हो बिरे नुन, रातो धुलो खुर्सानी, भुटेको मेथीको धुलो, अघि भुटेको दाना मेथी, भुटेर पिसेको मसला, थोरै काँचो हिङ, यो हो तोरीको तेल। तेललाई धुवा आउँदासम्म तताउनु पर्छ। तातिसकेको तेललाई मसलामाथि राखेर अब मजाले मोल्नुपर्छ। मसला जताततै लाग्ने गरी मोल्नुपर्छ। मलिसकेपछि एउटा सफा सिसाको भाँडामा खाँदेर राख्नुपर्छ। खाँदिएन भने यसको भित्र पसिना आउँछ र यो अचार बिग्रिन्छ। खाँदिसकेपछि माथिबाट हल्का तेल राखिदिनुपर्छ। 3 दिन घाममा राखेपछि 1 महिना स्टोर गरेपछि यो अचार खानलाई तयार हुन्छ। आशा छ यो सिजनको अचार यहाँहरूले पनि बनाउनु भएको होला। धन्यवाद।